धनी बन्न कन्जुसाई होइन, सिस्टम चाहिन्छ। फाइनान्शियल फ्रिडम गाइड। यदि कसैले तपाईलाई यस्तो सल्लाह दिइरहेको छ, बाहिर खान नखाऊ, चिया नपिऊ, नयाँ लुगा नकिन, तब मात्र पैसा बचत हुन्छ। सत्य के हो भने यस्तो सल्लाहले तपाईलाई धनी बनाउँदैन, यसले तपाईलाई केवल निराश बनाउँछ। धनी बन्ने बाटो कन्जुस्याई होइन, बुद्धिमानी हो। डर होइन, सिस्टम हो। आज हामी त्यही बारे कुरा गर्दैछौँ। यस्ता व्यावहारिक तरिका जुन स्मार्ट मानिसहरूले प्रयोग गर्छन् र अन्तिम तरिका यस्तो छ जसले तपाईको बचतलाई अटो पाइलटमा राखिदिन्छ। पहिलो सत्य, आम्दानी बढे पनि खर्च बढ्छ। एउटा नियम छ, जति आम्दानी बढ्छ, खर्च पनि त्यति नै फैलिन्छ। त्यसैले 20,000 कमाउने पनि चिन्तित हुन्छ, 1 लाख कमाउने पनि। फरक रकमको हो, आदतको होइन। प्रश्न यो होइन कि तपाईँ कति कमाउनुहुन्छ, प्रश्न यो हो पैसा तपाईको नियन्त्रणमा छ कि छैन। 2. अदृश्य पैसा नियम। तपाईको तलब आएपछि कम्तीमा 20% तुरुन्तै अर्को खातामा सार्नुहोस्। त्यो खाता जसको एटीएम कार्ड तपाईको वालेटमा नहोस्। नदेखिएको पैसा खर्च हुँदैन। धनी मानिसहरू खर्च पछि बचत गर्दैनन्, पहिले बचत गर्छन्, त्यसपछि मात्र खर्च। 3. समय बनाम पैसा सोच। केही किन्दा मूल्य नहेर्नुहोस्। आफ्नो जीवनका कति घण्टा दिनुपर्छ त्यो सोच्नुहोस्। यदि तपाईँ 1 घण्टामा 200 रुपियाँ कमाउनुहुन्छ र 2000 को सामान किन्नुहुन्छ भने त्यो 10 घण्टा जीवन साट्नु जस्तै हो। के त्यो वस्तु 10 घण्टा योग्य छ? 4. अपरिचित परीक्षण। कल्पना गर्नुहोस्, एक हातमा सामान, अर्को हातमा त्यति नै नगद। एक अपरिचित व्यक्ति भन्छ, 1 रोज। यदि तपाईँ नगद रोज्नुहुन्छ भने त्यो सामान आवश्यक थिएन। 5 सेकेन्डको सोचले हजारौं जोगाउन सक्छ। 5. मरेको पैसा समस्या। बचत मात्र पर्याप्त छैन। यदि तपाईको पैसा ब्याङ्कमा 4% बढ्छ र महँगी 7% छ भने वास्तवमा तपाईँ घाटामा हुनुहुन्छ। सुरक्षा ठिक हो, तर पैसा काम पनि गर्नुपर्छ। 6. पैसालाई तहमा विभाजन गर्नुहोस्। सबै पैसा एउटै ठाउँमा नराख्नुहोस्। आकस्मिक कोष सुरक्षित र सजिलै निकाल्न मिल्ने, छोटो अवधि, मध्यम जोखिम, दीर्घकालीन वृद्धि हुने सम्पत्ति। यसले डर घटाउँछ र अनुशासन बढाउँछ। 7. जीवनशैली स्थिर राख्ने नियम। आम्दानी बढ्दा खर्च बढाउन हतार नगर्नुहोस्। नयाँ फोन, नयाँ बाइक, नयाँ सब्सक्रिप्सन प्रगति जस्तो देखिन्छ, तर धन सृजना हुँदैन। आम्दानी र खर्च बीचको अन्तर नै सम्पत्ति हो। 8. ढिलो सुख स्वीकार गर्ने क्षमता। गरिब सोच आजको रमाइलो रोज्छ, धनी सोच भोलिको स्वतन्त्रता रोज्छ। आजको 10,000 को पार्टी भोलिको लगानी बन्न सक्छ। धनी देखिनेहरू धेरै जसो शान्त हुन्छन् किनकि उनीहरू लामो खेल खेलिरहेका हुन्छन्। 9. अटोमेसन। इच्छा शक्तिभन्दा सिस्टम बलियो। मानिसको मोटिभेसन स्थिर हुँदैन, त्यसैले बचत र लगानीलाई सिस्टम बनाउनुहोस्। अटो ट्रान्सफर, एसआइपी, रिकरिङ डिपोजिट। जब प्रक्रिया स्वचालित हुन्छ, नतिजा स्थिर हुन्छ। अदृश्य प्रगति। धन सृजना जिम जस्तै हो। पहिलो महिना केही देखिँदैन, तर भित्र परिवर्तन भइरहेको हुन्छ। धैर्य नै कम्पाउन्डिङको आधार हो। 11. तुलना जाल। अरूको कार, विदेश यात्रा, लाइफस्टाइल देखेर आफूलाई असफल नठान्नुहोस्। हुन सक्छ त्यसको पछाडि ऋण र तनाव लुकेको छ। धन शान्त रूपमा बढ्छ। 12. डर नियन्त्रण। डरले धेरैलाई केवल बचत खातामा रोक्छ। जोखिम जुवा होइन, जानकारी सहितको निर्णय हो। सिक्नुहोस्, बुझ्नुहोस्, त्यसपछि लगानी गर्नुहोस्। 13. सिप तलबभन्दा ठूलो। तलब बढ्ने पर्खाइ नगर्नुहोस्, सिप बढाउनुहोस्। सिप यस्तो सम्पत्ति हो जसलाई बजारले चोर्न सक्दैन। 14. लामो खेल। छिटो धनी बन्ने सोच छिटो गुमाउने बाटो हो। साँचो धन धैर्य, अनुशासन र निरन्तरताबाट बन्छ। 15. पहिचान परिवर्तन। जबसम्म तपाईँ आफूलाई मिडल क्लास सोचभित्र देख्नुहुन्छ, निर्णय पनि त्यस्तै हुन्छ। आफूलाई धन सृजक ठान्नुहोस्। पहिचान बदलियो भने आदत बदलिन्छ, आदत बदलियो भने जीवन बदलिन्छ। अन्तिम सन्देश। पैसा अन्तिम लक्ष्य होइन, यो एउटा उपकरण हो।
बाध्यताबाट होइन, रोजाइबाट बाँच्न, तनावपूर्ण जागिर छोड्न, परिवारलाई सुरक्षित बनाउन, भविष्य स्वतन्त्र बनाउन। आज एउटा नियम छान्नुहोस्, 30 दिनसम्म लागू गर्नुहोस्। सानो परिणाम देखिए पनि त्यो वास्तविक हुनेछ। यही हो मिडल क्लास जालबाट बाहिर निस्कने बाटो। यही हो वास्तविक वित्तीय स्वतन्त्रताको पहिलो पाइला। अर्थ विकास युट्युब च्यानललाई सब्स्क्राइब गरौँ। आर्थिक समृद्धिको यात्रामा सँगै अघि बढौँ। आजको आधुनिक युग सूचना र प्रविधिको युग हो। विश्वका हरेक कुनामा भइरहेको गतिविधि, आर्थिक परिवर्तन, व्यावसायिक अवसर, लगानीका सम्भावना, सरकारी नीति तथा कार्यक्रम, शेयर बजारको उतार चढाव लगायतका विषयहरू हामीले केही सेकेन्डमै थाहा पाउन सक्छौँ। यस्तै उपयोगी र ज्ञानवर्धक सामग्री प्रस्तुत गर्ने एउटा महत्त्वपूर्ण माध्यम हो अर्थ विकास युट्युब च्यानल। यदि तपाईँ आर्थिक रूपमा सचेत बन्न चाहनुहुन्छ, लगानीको सही जानकारी लिन चाहनुहुन्छ, व्यवसाय सुरु गर्ने सोचमा हुनुहुन्छ, शेयर बजारबारे बुझ्न चाहनुहुन्छ वा नेपाल तथा विश्वको अर्थतन्त्रबारे अपडेट रहन चाहनुहुन्छ भने अर्थ विकास युट्युब च्यानल तपाईंका लागि अत्यन्तै उपयोगी प्लेटफर्म हो। त्यसैले आजै सब्स्क्राइब गरेर आर्थिक ज्ञानको यात्रामा सहभागी बनौँ। किन सब्स्क्राइब गर्ने अर्थ विकास युट्युब च्यानल? 1. आर्थिक समाचारको भरपर्दो स्रोत। 2. शेयर बजार सम्बन्धी विश्लेषण। 3. व्यवसाय र उद्यमशीलताका लागि प्रेरणा। 4. सरकारी नीति तथा कार्यक्रमको विश्लेषण। विद्यार्थीका लागि किन उपयोगी? अर्थशास्त्र, व्यवस्थापन, ब्याङ्किङ, वित्त, लोकसेवा तयारी गरिरहेका विद्यार्थीका लागि यो च्यानल अत्यन्तै उपयोगी छ। कक्षामा पढेका सिद्धान्तहरूलाई व्यवहारमा कसरी लागू गरिन्छ भन्ने उदाहरणहरू यहाँबाट सिक्न सकिन्छ। प्रतियोगितात्मक परीक्षाको तयारी गरिरहनु भएको छ भने आर्थिक समसामयिक विषयमा अपडेट रहनु अत्यावश्यक हुन्छ। अर्थ विकासले यस्ता विषयहरूलाई निरन्तर कभर गर्दै आएको छ। सरल भाषा, स्पष्ट प्रस्तुति। धेरै आर्थिक विषयहरू जटिल र बुझ्न गाह्रो लाग्छन्, तर अर्थ विकासले जटिल विषयलाई पनि सरल नेपाली भाषामा प्रस्तुत गर्छ। ग्राफिक्स, उदाहरण र व्याख्याको माध्यमबाट विषयवस्तु अझ स्पष्ट बनाइन्छ। यसले गर्दा सामान्य दर्शकले पनि सजिलै बुझ्न सक्छन्। डिजिटल युगमा ज्ञान नै शक्ति हो। आजको प्रतिस्पर्धात्मक संसारमा आर्थिक रूपमा सचेत व्यक्ति नै सफल बन्न सक्छ। पैसाको सही व्यवस्थापन, बचत, लगानी, जोखिम मूल्याङ्कन, अवसर पहिचान यी सबै सिप विकास गर्न आवश्यक छ। अर्थ विकास युट्युब च्यानलले तपाईलाई यिनै सिपहरू विकास गर्न मद्दत गर्छ। नियमित रूपमा भिडियो हेर्दै जानुभयो भने तपाईको आर्थिक सोचाइ र निर्णय क्षमतामा सकारात्मक परिवर्तन आउनेछ। किन आजै सब्स्क्राइब गर्ने? युट्युबमा हजारौं च्यानल छन्, तर सबैले गुणस्तरीय र विश्वसनीय सामग्री दिन सक्दैनन्। अर्थ विकासले तथ्यमा आधारित, अनुसन्धानपूर्ण र जिम्मेवार सामग्री प्रस्तुत गर्ने प्रयास गर्छ। सब्स्क्राइब गरेपछि नयाँ भिडियो अपलोड हुनासाथ नोटिफिकेसन प्राप्त हुन्छ। महत्त्वपूर्ण आर्थिक अपडेट छुट्दैन। तपाईले आफ्नो ज्ञान निरन्तर अपडेट गर्न सक्नुहुन्छ। आर्थिक निर्णय गर्दा आत्मविश्वास बढ्छ। तपाईको एउटा सब्स्क्राइबले ठूलो सहयोग। कुनै पनि डिजिटल प्लेटफर्मको सफलतामा दर्शकको साथ अत्यन्तै महत्त्वपूर्ण हुन्छ। तपाईले गर्ने एउटा सब्स्क्राइबले च्यानललाई अझ राम्रो सामग्री बनाउन प्रेरणा दिन्छ, गुणस्तरीय कार्यक्रम उत्पादन गर्न सहयोग गर्छ, आर्थिक साक्षरता फैलाउने अभियानलाई बलियो बनाउँछ। यसले नेपालमा आर्थिक चेतना बढाउन महत्त्वपूर्ण योगदान पुर्याउँछ। परिवार र साथीभाइसँग पनि शेयर गरौँ। यदि तपाईलाई यो च्यानल उपयोगी लाग्यो भने आफ्ना साथीभाइ, परिवार, सहकर्मी तथा विद्यार्थीहरूसँग पनि शेयर गर्नुहोस्। आर्थिक ज्ञान जति धेरै फैलिन्छ त्यति नै समाज समृद्ध बन्छ। हामी सबैले आर्थिक रूपमा सचेत समाज निर्माण गर्न भूमिका खेल्न सक्छौं। आर्थिक रूपान्तरणको अभियान। नेपाल जस्तो विकासोन्मुख देशमा आर्थिक साक्षरताको स्तर अझै पनि अपेक्षित रूपमा उच्च छैन। धेरै मानिसहरू बचत, लगानी, बीमा, शेयर बजार, ब्याङ्किङ प्रणाली लगायतका विषयमा पर्याप्त जानकारी नहुँदा पछाडि परिरहेका छन्। अर्थ विकासले यही खाडल कम गर्ने प्रयास गरिरहेको छ। सही जानकारी,
तथ्यमा आधारित विश्लेषण र जनचेतनामूलक सामग्री मार्फत आर्थिक रूपान्तरणको अभियान अगाडि बढिरहेको छ। यस अभियानमा तपाईँ पनि सहभागी बनौँ। अन्तिम आग्रह। प्रिय दर्शकवृन्द, यदि तपाईँ आर्थिक रूपमा सक्षम बन्न चाहनुहुन्छ, सही लगानी निर्णय गर्न चाहनुहुन्छ, व्यावसायिक अवसर खोज्दै हुनुहुन्छ, नेपाल र विश्वको अर्थतन्त्रबारे अपडेट रहन चाहनुहुन्छ, विद्यार्थी भएर आर्थिक ज्ञान बढाउन चाहनुहुन्छ भने आजै अर्थ विकास युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस्। युट्युबमा गई च्यानल खोज्नुहोस्, सब्स्क्राइब बटन थिच्नुहोस् र बेल आइकन पनि थिचेर अल नोटिफिकेसन अन गर्नुहोस्। अब तपाईँ आर्थिक ज्ञानको यात्रामा एक कदम अगाडि बढ्नुभयो। ज्ञानले नै व्यक्ति र समाजलाई समृद्ध बनाउँछ। आर्थिक ज्ञानले आत्मनिर्भरता दिन्छ, सही निर्णय गर्न सिकाउँछ र भविष्य सुरक्षित बनाउँछ। अर्थ विकास युट्युब च्यानल त्यही ज्ञानको पुल हो जसले तपाईलाई अवसर र सफलतातर्फ जोड्छ। आउनुहोस्, आजै सब्स्क्राइब गरौँ, सिकौँ, बुझौँ र आर्थिक रूपमा सक्षम समाज निर्माणमा हातेमालो गरौँ। धन्यवाद।